आजको सुन्दर दिन दिनुभएकोमा परमेश्वरलाई धन्यवाद दिँदै सबैजनालाई जिसु बढाए। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन। आजको वचन मैले ज्ञान ज्योति नामक पुस्तकबाट लिएको छु। अध्याय 15 अनि वचन 4 को वचनले हामीलाई यसो भन्दछ, तपाईदेखि को भयभीत हुँदैनन् हे प्रभु, कसले तपाईका नामको महिमा गर्दैनन् र तपाई मात्र हुनुहुन्छ पवित्र। सम्पूर्ण राष्ट्रहरू आएर तपाईकै शरण परेर आराधना गर्नेछन्, कारण तपाईका सत्कर्महरू प्रकट भएका छन्। प्रभुको वचन। आउनुहोस् ख्रिस्टमा मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू अनि मेरा प्रिय साथीहरू, आजको यस वचनलाई मनमा लिएर मनन चिन्तन गरौँ र यस महिना येशूको पवित्र हृदयको महिना भएकोले आउनुहोस् हामी बिन्ती गरौँ। येशूको पवित्र हृदय तपाईको राज्य आओस्, येशूको पवित्र हृदय तपाईको राज्य आओस्, येशूको पवित्र हृदय तपाईको राज्य आओस्। आमेन। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा